हेलो गुड मर्निङ गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। अनि हेरी आज चाहिँ म पोखरामा छु। अनि चट्ट परदिन चाहिँ आफ्नो मिटिङको लागि निस्किसकेँ। अब म चाहिँ यसो बाहिरतिर निस्किन्छु हैन। अनि सो त्यही हो, हिजो राति ढिलायो भने 6-7 बजीतिर आएको थियो। अनि फेरि आएर रेस्ट गरेर भिडियो एडिट गरिसकेको, अब अपडेट गर्न बाँकी छ। लास्टै झ्याउ लाग्छ कि भिडियो एडिट गर्न नि। अनि फेरि के गर्नु है, रहर लाग्छ बनाउन, तर एडिट गर्न झ्याउ लाग्छ। अनि भर्खर नुहाइधुवाइ गरेर फ्रेस भइसक्यो। अनि अहिले चाहिँ ट्याक्क 10 भइसक्यो। अब म चाहिँ निस्किन्छु। सो त्यही हो, आज चाहिँ म कता जान्छु हजुरलाई देखाउँछु है त। बिचमा क्लिप आउँछ। मेरो हेलमेट स्ट्यान्ड थियो, कहाँ हाल्दै परविनले हराइदिएछन् कि त्यही भएर। अनि त्यही हो, हेलमेट स्ट्यान्ड नभएपछि फेरि मोटो भ्लग गर्न पाइँदैन कि। सो त्यही हो, अब बिचमा देखाइराख्छु नि त म कहाँ जान्छु भन्ने। ल सब्सक्राइब नगरेर सब्सक्राइब गरिदिनु, सपोर्ट गरिदिनु पऱ्यो अलि। ल सो त्यही हो गाइस, म चाहिँ अब निस्किसकेँ। यहाँ चाहिँ म्याप हेरिराख्नुपर्ने हुन्छ, त्यही भएर यो भयो कि म्याप अटाउनु छैन नि, हाम्रो जान्छ। अनि म्याप हेरेर हिँडिरहेको। अब महेन्द्र गुफा जानु लाग्यो म होइन। अब सो देख्न सक्नुहुन्छ मलाई आफै थाहा छैन अब कस्तो आएर जाने हो होइन। यो साइड म फेरि म्याप हेरी हिँडिरहेको। अनि त्यही हो, बबाल छ भने महेन्द्र गुफा गएर भेट्छु है। फाइनली म चाहिँ आइसकेँ। फाइनली गाइस टिकट लिएर आइसक्यो भित्र। नेपालीको 50, इन्डियनको 80, स्टुडेन्टको 30 रहेछ। अनि म चाहिँ स्टुडेन्ट नि भएन, इन्डियन नि भएन, त्यहाँ 50 तिरिसकेँ। अनि चट्ट महेन्द्र गुफाभित्र आइसक्यो होइन। अनि बबाल भ्यू रहेछ, पार्क रहेछ, यस्तो बबाल पार्क रहेछ। सो त्यही गाइस एकैछिनमा घुम्छु। अनि चट्ट परुन फेरि उता मिटिङमा छन्, म एक्लै आएको के होइन। सो अनि त्यही त हो, आज रमाइलो गर्नुपर्छ रहिला होइन। सो त्यही हो गाइस। ल टाढो जान्छ फेरि बाटो अरे पार्क बनाएर रहेछन् कि है, मस्त चिल रहेछ कि ठाउँ। डेटिङ आउने जस्तो ठाउँ रहेछ। गुफा चाहिँ कता खायो अरे यार। काका तो उपड्या गुफाभित्र चुना ढुङ्गाहरू, देवी देवता मूर्तिहरू, के देवी देवता मूर्ति छ देखिन्छ र चट्ट होइन। म चाहिँ आज अलि भिड छ यहाँ त चट्ट होइन। लोकांनी लगोरी लावल्या तो कोणी पद्धत होती बघा अशी लगोरी लावायची तेव्हा आल्यावर आपल्या मनातली इच्छा काय असते का
अरे तलसम्म रहेछ यो त प्रगति र दीर्घायु ल पढ्नुहोस् शिक्षा त मेची प्रपर्टी हो क्या ल ठिक छ राम्रो भिजा लाग्यो सो त्यही हो म अब फर्किँदा यहाँ मन्दिरमा टिकट गरिराख्नु होला म चाहिँ लाउनु आउँदैन त्यही भएर म फर्केँ चट्ट त्यही हो सो विदेशी मान्छेहरूको भिड छ होइन सो त्यही गाइस अब म चाहिँ यहाँ लाग्छु अब म अर्को स्थान जान्छु घुम्न अनि అందరూ ఇల్లు కట్టుకున్నారు గోపాల్లో కూడా లేవు मैले होइन आज कहाँ कहाँ जान्छु आजको दिन अब सती नदीतिर जान्छु यसो त्यहाँ चाहिँ अब लोकेसन अन गर्नुपर्ने हुन्छ लोकेसन सेयर गरेर लोकेसन हेर्दै जानुपर्छ म्याप अन गर्छु सो त्यही गाइस महेन्द्र गुफा सो यहाँ चाहिँ पार्क चाहिँ दामी रहेछ अरू भन्दा नि भित्र पनि बवाल छ बवाल भन्छ तर चाहिँ अनि म चाहिँ त्यहाँ टिका टाला गरिरहेको थिएँ टिका लगाइदिइरहेको थिएँ होइन भन्नुले बाँड्नु कि पण्डितजीले अनि हाम्रोतिर त बाहुन भन्ने चलन सक्यो पण्डित भन्नु पऱ्यो नि त होइन अनि त्यही हो म चाहिँ टिका लाउनु हुँदैन त्यही भएर म टिका नलाइ आएको यसो हेरेर मात्र आएँ धेरै सानोदेखि रहर थियो कि मेरो यहाँ आउने अनि हाम्रो घरमा चाहिँ सब आउनुभएको थियो म मात्र आएको थिएन दाइ भाइ मम्मी बाबा सब आउनुभयो म मात्र बाँकी थियो तर म पनि आइसकेँ अनि त्यही हो भगवान्ले रक्षा गर्नुहोस् त्यही सबैको होइन अनि फेरि हल्का त्यहाँ भिडियो बनाउन अलि नर्भस लाग्दैछ एक्लै बसेँ लास्ट नर्भस फिल भइरहेको त्यही सायद अब म यहाँबाट फेरि लाग्छु अब कता जान्छु सेती नदीतिर जान्छु अब सायद बाई 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 त के भन्ने हेर्दै राख्नुहोस् म ल टक्क सेती नदी पुगेर देखाउँछु अब हेलमेट स्ट्यान्ड छैन न्युजमै राखेर देखाउँदै जाँदै बाटो हेर्नु म त ब्लग गर्दै जान हुन्थ्यो तर के भने बिचबिचमा दिन्छु केही छैन ठिक छ ल हुन्छ पछि सम्भव भइहाल्छ नि त सो गाइस ल इन्जोय सो गाइस अब म यहाँबाट निस्किन्छु होइन त्यतिकै जान्छु अनि नास्ता गरेको खाना खानु पऱ्यो अब खाना पनि खानु पर्यो उतै गएर सो त्यही हो अब म उतै गएर देखाउँछु हजुरलाई ल बाई टिकट पनि जस्तो लाग्छ न मलाई ఎంత సార్ టికెట్ 98% हुने छ फाइनली आइसक्यो म चाहिँ लाग्दैन जस्तो लाग्थ्यो नेपाली टिकटै लाग्दैन जस्तो लाग्थ्यो नेपालीको लाग्थ्यो अनि मैले बाहिर थिएन भित्र रहेछ कि टिकट घर चट्ट
इसीलिए चश्मा नहीं लगा। पीछे जाओ हटो। भाई साहब और क्या इसके अलावा बस यही ऐसे ही पानी दिखना है ना फाल है। यस्तो रहेछ है सेती रिभर छन्ने होइन सेतो त आहा चुनडुङ्गा पानी होला सायद यो त मलाई त्यस्तो लाग्दैन यहाँ त यस्तो ओ माई गड वहाँ झर्ना बगिरहेको क्या कि पाइप फुट्यो ए गाइस रेन्ज खासै त त्यही हो होइन तल गएर घुम्न पाए पनि मजा आउँथ्यो हौसा चाहिँ हरेक ठुलो रहेछ अनि यो पानी पनि यसो त्यस्तै छ त्यस्तै हो सफेद लाइम स्टोन चूना पत्थर का पानी चूना पत्थर लाइम स्टोन खेती गंगा माता जय भोले बाबा। ये पानी कहाँ जा रहा है फिर इधर? हाउडू पार बिजली बनते हैं। अरे बिजली होता है और ये इधर से ये इधर से किधर से है? नलाउँदैन ये जाते हैं बिजली पावर प्लांट में। अच्छा जय खेती गंगा माता। बाबू जी हाँ हैप्पी न्यू ईयर। हैप्पी न्यू ईयर। आपका है धन्यवाद बाबू। पानी में हाथ डालो टाउका में छिटो मार लो। हैप्पी न्यू ईयर। बान पण्डितजी नि हरि बाठा रहेछन् कि ओ वा गएर है हरेक छ है त यहाँबाट गएर चाहिँ फोहोर रहेछ क्या यार लास्ट फोहोर बनाखान नेपालीहरू पनि त्यस्तै होइन खाते जस्ता खाने सब नेपाली जनताहरू फोहोर बनाखान जता कतै पुरा प्लास्टिक र कपडाहरू छ यार यस्तो प्लास्टिकहरू यो घरकोले होला कि सायद फालेको फाल्न त अरू नि आएर फाल्छन् पुलिसहरू नि आएर फाल्छन् तर सफा गर्नुपर्छ नि त सो त्यही हो गाइज म चाहिँ यहाँबाट लाग्छु भयो लेग साइडतिर जानु पऱ्यो त्यसका बिचबाट चाहिँ पानी रहेको थियो पानी चाहिँ लगेकै थियो अर्कोतिर पानी फेरि उचालेर यहाँतिर लगेको मुम्बईबाट उचाल्दा गएको फाइनली गाइज अब म चाहिँ यहाँबाट निस्किन्छु सेती नदीबाट त्यस्तो खासै त के होइन यसो पार्कमा बसेँ शीतल खाएँ होइन अब भोक पनि लाग्नु लागिसक्यो खासै रमाइलो रहन्छ डेभिज फल जानु पऱ्यो अब यताबाट म त पुरा पोखरा एक दिनमै भ्याइदिनु भयो त एक दिनमा पोखरा घुमेर हुन्छ जस्तो लाग्छ मलाई एक्लै बसेँ खासै रमाइलो पनि लागेन होइन त्यही भएर नि हुनसक्छ अनि त्यही घुम्न त घुम्यो राम्रो चाहिँ लाग्यो ठिकै छ फोटासोटा हान्न त पाइएन त्यही निस्क्यो भिडियो छ होइन सब्सक्राइब गर्नुहोस् बाइक चाहिँ घाममा तातिसक्यो अब चाहिँ होइन त्यसमा पोल्ने हो चाक पोल्ने भयो त्यस्तै हो अरू त त्यस्तै हो चाक पोल्छ अब त अरू पोल्छ दुईवटा टिकट भइसक्यो एउटा महेन्द्रको एउटा यस्तो अब फेरि उता नि चाहिन्छ होला डेभिज फलमा टिकट काट्नै पर्छ जहाँसम्म सो त्यही हो टिकटमै पैसा खर्च गर्ने हो जहाँ होइन सो ल साथ सपोर्ट बनाइराख्नुहोस् म चाहिँ हजुरलाई देखाउँछु राम्रो बगाल ठाउँ होइन तपाईँहरू त घुमिसक्नु भयो जहाँसम्म त्यही पनि सो मेरो चाहिँ फर्स्ट टाइम हो कि मलाई पनि थाहा छैन होइन
तर बबाल मजा आइरहेको मक्का आइसक्यो अनि यस्तो देखाउँछु हजुरलाई होइन सो गाइस ल देख्न सक्नुहुन्छ म चाहिँ यो जङ्गलमा आइसकेको होइन तर बवाल मजा आउँछ होइन सो त्यही हो यताबाट पोखराको भ्यू देखिने रहेछ म चाहिँ त्यो डाँडामा गएर यसो ब्लग भिडियो बनाउँछु होइन त्यो सो ल गाइस यसो साथमा रहनु होला सो बाइक चाहिँ मैले राखेँ अहिले म चाहिँ माथि डाँडा गएर आउँछु सो के भन्दाखेरि अब त्यही त हो मलाई थाहै थिएन लेक साइडमै आएर चाहिँ होइन अगाडि पुरा ऊ छ कि लेकहरू लेक छ होइन ताल छ कि अनि फेरि लेक साइडमा आएको मलाई थाहै थिएन कि म यत्तिकै आइदिएर आएको गुगलको म्याप हेरेको थिएँ म चाहिँ खास डेभिड फल जान्छु भनेर हिँडेको मान्छे हो तर चाहिँ म यता बवाल पहाडतिर लाग्यो कि यस्तो बवाल रैला ठाउँ रहेछ नि चिल पारा रहेछ कि यहाँ चाहिँ यार होइन सो त्यसो भए पोखरातिर कोही बस्नुहुन्छ नि ट्र्याक्टर गर्लफ्रेन्ड लिएर आउन सक्नुहुन्छ यो ठाउँमा भन्न होला म अन्त चाँडो तपाईँहरू आइसक्नु भयो होला जहाँसम्म होइन त्यही पनि यहाँबाट चाहिँ पोखराको भ्यू बवाल देखिन्छ जस्तो लाग्छ मलाई म चाहिँ बल्ल जाँदैछु अनि यहाँ चाहिँ हल्का फुल्का घर रहेछन् प्याराग्लाइडिङ गर्ने नि यतै कतै एउटा होला कि सायद सकै लाग्यो एक्लै भने जेस बबाल मजा आइरह रैला हो होइन सो केटाहरू चाहिँ आएनन् आधुनिक चोर जस्ता केटाहरू मध्ये त्यस्तै हुन् हाम्रा केटाहरू भन्दाखेरि प्लान बनाउँछ नि हिँड्दैनन् त्यस्ता छन् जस परुणमा आने आइयो अब उनी चाहिँ आफ्नो काम पनि थियो उनको तर भोलि घुमिन्छ नि त दुई भाइ चट्ट त्यही पनि रैला ठाउँ रहेछ कि कसम यस्तो बवाल ठाउँ देखेको थिएन यार पारी हिमाल पनि देखिँला त्यो चाहिँ अन्नपूर्णकै माछाको चाहिँ मलाई केही थाहा छैन केही आइडिया छैन यहाँबाट होइन भ्यू चाहिँ बवाल छ कि यहाँको चट्ट यता पनि छ सरर होइन अनि यता लेक साइड मलाई थाहै थिएन कि त्यहाँ लेक साइड आउँछु अनि मलाई तर चाहिँ म आइपुगेँ म जहाँ पनि पुग्छु त्यस्तो मान्छे हो यहाँ चाहिँ बियर खाएर यस्तो गर्ने रहेछन् मान्छेले चाहिँ तर चिल ठाउँ रहेछ नि त तिमीहरू आउँदा मान्छे सो तर आएर पनि यस्तो फोरो चाहिँ नगर्नु पर्ने बियर सियर बोतल सत्तर फाल्न नपर्ने होइन डाँडो चाहिँ बवाल छ यहाँको अनि म चाहिँ ऊ त्यो बाटो हुँदै आएँ हरि थकेला यार कस्तो तर यहाँ चाहिँ शीतल छाया बस्छु भनेर भन्नुहुन्छ यहाँ चाहिँ आगो लगाएर चाहिँ होइन यहाँ आगो लगाएर चाहिँ यस्तो चाहिँ फोहोर छ कि यहाँ चाहिँ ती पार्टी गर्न पिकनिक खान जस्तो आउनु रहेछन् त्यही पनि सो फोहोर चाहिँ नगरिदिनु होला अनि अब हामी त बाहिरबाट आएको बाहिर अनुहार बुटो देखाएको सेम के नुवाकोट गए चाहिँ थियो कि बवाल बाटो ला म स्वयं आएको त हरि बवाल ठाउँ रहेछ कि यहाँ त अनि पारी चाहिँ हिमाल पनि देख्न सक्नुहुन्छ होला होइन हिमाल देखिरह यो चाहिँ कुन हिमाल हो कमेन्ट गर्नु होला है अनि एक दिन त्यहाँ पनि पुग्छौँ हामी जो सपना छ धेरै सपना साकार गर्नु छ के गर्नु यस्तै छ अनि चाहिँ बालै छैन हामीलाई चाहिँ होइन अब चाहिँ यहाँ एक किसिम म यहाँ बस्छु अनि म चाहिँ लाग्छु यता ल सो इन्जोय द भिडियो इन्जोय गर्नुहोस् रमाइलो गर्नुहोस् कमेन्ट गर्नुहोस् लाइक सब्सक्राइब गरिदिनुहोस् त्यही हो सो फाइनली गाइज म चाहिँ यहाँ निस्किन्छु
धेरै बेर भयो, आधा घन्टा त त्यहीँ बसेँ। सुनसान होइन, चिल ठाउँ रहेछ, हावा मस्त चलिरह। पोखराको लेक साइड भ्यू हरे बवाल देखिरह होइन। अनि चट्ट त्यही हो गाइज। अब चाहिँ म यहाँबाट हिँड्छु, अब रुममै गएर बस्छु होला सायद। धेरै घुमियो, एक दिनमै घुमेर भ्याउँछु जस्तो लाग्छ, तर भ्याउने रहेनछ। अनि फेरि यसो त्यही हो, यता लेक साइड झर्छु, लेक साइड हुँदै हुँदै जान्छु म। ल गाइस निस्किन्छु अब। रैला त बवाल रैला भयो, मजा आयो होइन। एक्लै भए पनि डाँडा चाहिँ बवाल रहेछ। जहाँसम्म प्याराग्लाइडिङ गर्ने ऊ माथिबाट हो जस्तो लाग्छ कि सायद। अब त चाहिँ हामीलाई थाहा भएन, हामी चाहिँ फर्स्ट टाइम आएको। आफै प्याराग्लाइडिङ कोही गरेको छैन, एउटा पनि छैन। किन हो मान्छेहरू सिलाएको हरायो कि के हो? एकजना प्याराग्लाइडिङ गर्ने मान्छे देखिएन, एकजना उडेको देखेँ होइन। है के हो सो फाइनल गाइज, अब चाहिँ म लाग्छु होइन। कति बस्नु एकै ठाउँ बोर लाग्यो। ल हेर्दै गर्छु ल बेलुका। नाइस स्केटिङ। हामी चाहिँ अहिले फेवा साइड आइसक्यौँ होइन। नाइट भ्यू देखाउँदैछौँ चट्ट। अनि फेरि सो यहाँ चाहिँ स्केटिङ रहेछ, स्केटिङ हेर्न जाने हो। अरू माता गइसकेको डढेहरू त्यस्तै हो केटाहरू होइन। हामी चाहिँ अहिले नभेटेको भए भेटिहाले अब सोच्नै पर्यो। बनारसको पाना चिया नखाने भर्खर खाना खाइसक्यो हामीले। मानिसकै छ मिलाएर चाहिँ है भित्र जाने हेर। हामी चाहिँ पल्लो साइडबाट अल्लो साइड आइसक्यो, तर चाहिँ मजा आइरह। दुईवटा मात्र न्यु इयर मनाउन आयो हामी। ह्याप्पी न्यु इयर सबैलाई एडभान्समा। यत्रोजना मान्छेहरू चाहिँ होइन, बवाल छ मान्छे, भिड चाहिँ बवाल छ। मेरो बयान गर्छ है मेरो केटाहरूको अगाडि के सोच्ने